हेलो गाइज, हेलो नमस्ते एभ्रिवान। अब सबैजनालाई नमस्ते। मेरो चाहिँ मनैदेखिबाट तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला भन्ने आशा गर्दछु। म चाहिँ अलिअलि बिरामी छु किनकि मलाई टन्सिल भइरहेको छ। यो चाहिँ मेरो भनौँ न सेकेन्ड भ्लग हो। फर्स्ट भ्लग चाहिँ मैले गरेको छु तर सर्ट छ, तर मलाई बोल्न चाहिँ त्यति राम्रोसँग आउँदैन। भए पनि म ट्राई गरिरहेको छु कि अब भनौँ न म नि भर्खर ब्लगमा जर्नी स्टार्ट गर्न लागिरहेको छु। अब त्यति साह्रो खासै त मलाई के पनि बोल्न आउँदैन, भए पनि यसो ट्राई गरिदिउँ न त। अब घरमा यत्तिकै बस्नुभन्दा बरु ब्लग बनाऊँ भन्ने सोच मेरो चाहिँ पहिल्यैदेखि थियो। थिएन चाहिँ अब अहिले चाहिँ खासै मलाई आउन त आउँदैन। म के अरे अलि इङ्ग्लिस पनि मेरो खत्तम भइसक्यो। अब भनौँ के भन्ने, अब मलाई त खासै बोल्नु त आउँदैन। भए सपोर्ट गरिदिनु होला भन्ने आशा गर्दछु। अब म चाहिँ यत्तिकै घरमा के बस्नु भनेर चाहिँ म रुम चेन्ज गर्न लाग्छु कि गाइजहरू हेर्नुहोस् है त। अब मेरो रुम चाहिँ हालत यस्तो छ। अब यो यस्तो छ भनौँ न, खासै राम्रो त छैन कि मेरो कोठा। भए पनि यसो राम्रो बनाउने कोसिस गर्नेछु। कस्तो हुन्छ हेर्दै गर्नु होला। स्टे ट्युन गाइज। अलि अब कस्तो हुन्छ भनौँ न। अब मलाई खासै बोल्न चाहिँ आउँदैन। म अब भए पनि सकेसम्म राम्रो बनाउने कोसिस गर्नेछु। तपाईँहरूले पनि साथ सपोर्ट दिनुहुन्छ भने धेरै आशा राख्छु म। अब म रुम मिलाउन गइरहेको छु कि अब हेर्दै गर्नु होला कस्तो बनाउँछु, के बनाउँछु। र अब राम्रो लागेमा लाइक सब्सक्राइब कमेन्ट गर्न चाहिँ नछुटाउनु होला। तपाईँहरूलाई मैले अब म मन पऱ्यो भने अब म कस्तो चाहिँ म भिडियो लिएर भने अब हुन्छ नि त। अब तपाईँहरूलाई कस्तो भिडियो हेर्नु मन छ त्यो कमेन्ट गर्नु होला। म त्यस्तै भिडियो बनाउने ट्राई गर्नेछु। तर म धेरै नसके पनि सकेसम्म चाहिँ ट्राई चाहिँ गर्छु भनौँ न। अब जे भए पनि ट्राई गर्नेछु ल त, हेर्दै जानु होला। गाइस फाइनली मेरो चाहिँ रुम सफा भइसकेको छ। यहाँ चाहिँ हाम्रो दिदी हुनुहुन्छ, सुतिरहनु भएको छ। फाइनली मेरो रुम चाहिँ सफा भइसकेको छ। चुटकी बारे यस्तो राम्रो भयो मेरो रुम। भइसकेको छ। अब चाहिँ म भाडा माग्न जान्छु त्यसपछिबाट। अनि यसो लाएर हिँड्नु पर्ला। आमा दिदी तपाईँहरूको कुखुरा यहाँ हुँदा के गरिरहेछ? त्यहाँ लगेर मारेर खाएर नि त। अहिले त अर्को होला नि यो फेरि अर्कै जस्तो लाग्यो कि हाम्रो पोथी हो चल्ला हेर्नु त। अब त मलाई झन् यति घरबाट निकाल्यो मम्मीले। अब त मलाई झन् यति घरबाट निकाल्यो मम्मीले। ओके मम छैन र? छैन। कहाँ गहा? त्यो त मेरो बच्चा जस्तो लागिरह। गाइस हेर्नुहोस् हाम्रो घरतिर चाहिँ यस्तो हङ्गामा भइरहेको छ। उ त्यो कुकुरले जम्दा नानी कसको कुखुरा रहेछ न त? गाइस हामी चाहिँ हेर्न जाँदैछु कि कसको रहेछ। हामी पत्ता लगाएर तपाईँहरूलाई पनि देखाउने छु। हामी जाँदैछौँ। मलाई पनि मेरो कुखुरा हो कि भनी शङ्का लागिरहेको छ। त्यही भएर मेरो पनि छ कि यस्तो पोथी रातोमा त्यो उसपाला। गाइस हामी हेर्न गइरहेको छ। मेरो चल्लाहरू यहाँ हुनुहुन्छ। 1 2 3 4 म त मेरो चल्ला गर्छु पहिला सुरु है। 1 3 मेरो त छ पो तपाईँकै होला भनेपछि। गाइस दिदीहरूको कुखुरा
कुकुरले खाएको छ जाने तरै हेर्नु दिदी तर्पिरहनु भएको छ। म चाहिँ क्यामेरा पुस्दै कस्तो कुहिरो लाग्यो जस्तो देखिरह्यो गाइस। कुखुरा मेरो दुईटा भाले र दुईटा कुखुरा हराइसक्यो, एउटा पोथी एउटा भाले। केले खाएको भनेर अहिलेसम्म पत्ता लगाउन सकिरहेको छैन मैले। म जाम हेर्नुहोस् गाइस त्यसरी खाएको छ। खै म त चिन्दिनँ भाले गाइस। मेरो जस्तै पोथी र भाले खाएको अवस्था मेरो पनि यसरी नै खाएको थियो भाले र पोथी। अब हामी कुकुर कमानमा जाँदैछौँ, हेर्दै गर्नु होला म कसरी लडेँ लास्टै। यहाँ चाहिँ मम बाख्रा चराएर बसिरहनु भएको छ। मम यहाँ बसिरहनु भएको छ, बाख्रा नि कराउँछ मेमे गर्दै मेमे गर्दै। हाम्रो घर उयो चाहिँ हाम्रो घर हो गाइस। यति चाहिँ हाम्रो घर हो है छ होला गाइस। यति नै आजलाई यति नै भयो, जे भयो राम्रै भयो होला भन्ने म आशा गर्दछु। लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला भन्दै धन्यवाद भन्न चाहन्छु। थ्याङ्क यू फर वाचिङ भिडियो।